लोकल टमाटरको अचार बनाउँदै हो कि साथीहरू। अहिले चाहिँ म सुरुमा चाहिँ पहिले मैले यसरी लोकल टमाटर पाकेको टमाटर यति लिएँ कि साथीहरू सुरुमा चाहिँ। अनि यसलाई मैले आगोको भुङ्ग्रोमा यसरी राखेँ, सेकाएँ। बफाउँदा पनि हुन्छ, तर त्यसरी अलि पानी निस्किन्छ, स्वाद पनि अलि फरक पर्छ के। त्यही भएर मलाई यस्तो मनपर्छ। अनि यसलाई पखाल्नु पर्यो कि यस्तो खरानी नै खरानी हुन्छ नि त, एक दुई फेर चाहिँ यसलाई पखाल्नुपर्छ, नत्र क्याराङ क्याराङ लाग्छ सुरुमा। अनि मैले त्यस पछाडि पुदिना यसरी टिप्दैछु। पुदिना हाल्यो भने अझै पुदिनाको स्वादमा चाहिँ अचार चाहिँ अझै मिठो हुन्छ, स्वाद मिठो हुन्छ नि त। मलाई चाहिँ मनपर्छ पुदिना। कसैलाई त मन पनि पर्दैन होला, तर त्यो अब आफ्नो स्वाद अनुसार फरक पर्ने कुरा हो। मैले चाहिँ अनि त्यस पछाडि खुर्सानी लिएँ। अचार भनिसकेपछि त अब पिरो नभइकन त, खुर्सानी नराखिकन त अचार त एकदमै अधुरो नै हुन्छ नि त साथीहरू, होइन। अनि मैले यस्तो डल्ले खुर्सानी लिएँ। अनि यो सिलौटो चाहिँ बाहिर राखेको छु कि, त्यही भएर पखाल्नु पर्यो। आमा छोरी भएर यसरी पखालेर हामीले चाहिँ अचारको लागि रेडी गर्दैछौँ। लोरो पनि यत्रो छ क्या फेरि। अब यसरी पुदिना राख्यो, पुदिना पिन्नु पर्यो। फेरि नुन राख्यो भने अलिक छिट्टो हुन्छ कि साथीहरू, पिनिन्छ। अनि मैले नुन राखेँ, बिसार पनि थोरै राख्छु। अनि टिमुर पनि राखेँ है, यो चाहिँ अप्सन हो, कसैलाई मनपर्छ कसैलाई मन पर्दैन। मलाई चाहिँ यो स्वाद एकदमै मनपर्छ कि टिमुर अचारमा। अनि यसरी मसिनोसँग पिसेँ। त्यस पछाडि टमाटर राखेँ, टमाटर यसरी राखेँ। टमाटर पिस्दैछु त्यसरी, टमाटर पनि सबै पिस्दैछु। त्यस पछाडि छोप राखेँ मैले साथीहरू। यो चाहिँ आलसको छोप हो। छोप चाहिँ यो पनि अप्सनै हो, कसैलाई अब नराख्दा पनि हुन्छ, होइन। मलाई चाहिँ राखेको अझै मिठो लतक्क परेको हुन्छ नि त, त्यही भएर छोप पनि अब अरू चिजको पनि हुन्छ। अब कुन मनपर्छ हजुरहरूलाई त्यो राख्न सक्नुहुन्छ। मेरो घरमा चाहिँ यो आलसको पिनेर राखेको थियो कि, त्यही भएर यसलाई पनि पिसेँ। अनि यस्तो बन्यो, हेर्नुहोस् त साथीहरू। कागजको मुखमा पानी पनि आइसक्यो होला, हेर्नुहोस् त। अब यसलाई चाहिँ टक्क खाने हो। कस्तो भयो त, ल हेर्नुहोस् त। टेस्ट गर्छु है अब म।